सेवा त सेवा र पूर्ण स्वागत छ मेरो युट्युब सबै फ्यामिलीलाई। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु र काम धमाधम चलिरहेको छ। बिहानैदेखि नै आज काममा आइसकेको छ आफ्टर लङ टाइम, भन्दा पनि 3-4 दिनपछि बिहानदेखि आउनु थाल्यो। सो दा पनि आइसक्नु भएको छ। कारखाना ड्याङ्नु हिजै हान्दै गर्ने ओटी 5-5 मा पेले बार ओटी हान्दै गर्ने हिजो पेले बार। त्यही भएर त टल्किरहेछ त, केटाहरूले हानेका टल्किन्छ त यस्तरी हेर्नु त, कस्तो दामी चमक आइरहेछ। खोइ टल्किएको नि, राति पो हानेको त, रातारात आज मेहनती दाई। लिचीमा कति फाइदा भयो त मेरो दाई? त्यस्तो घाइते भयो भने काम चाहिँ गर्नुहुन्छ, मेहनती हुनुहुन्छ दाइ जे भयो भने। इन्जिनियर डक्टर होला भन्ने किन हो अनि तपाईँ चाहिँ के अनि के हो अनि हामी के हो यस्तो यार? हाम्रो पनि हल्का चल पल जाओस् न त टिकटकतिर युट्युबतिर भनेर। कति अरूको मात्रै हेर्नु, कति अरूको मात्रै हेर्नु, कस्तो डेढको ए डेढको भरे चोरी लाग्छ होस् भिडियो हेर्दा फेरि कमेन्ट चोरी ओरी लग्थ्यो भने के गर्नु, कमेन्ट पनि हाल्यो अरे। तर मेरो भ्युअर्सहरू त्यस्तै खालको त छैन होला। ल गाइज हामी चाहिँ काम गर्दैछौँ, तपाईँहरू के गर्दै हुनुहुन्छ कमेन्ट गरेर भन्नु होला ल। हामी चाहिँ काम गर्दैछौँ, तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ कमेन्ट गरेर भन्नु होला। त्यस्तै छ अहिले चाहिँ हाम्रो पत्री सञ्चार वडा नम्बर 9 मा है। म आउँछु नि आउँदा। सो अब चाहिँ खाना खाने टाइम पनि भइसकेको छ, हामी अब हिँड्न लागेका छौँ होइन त टोलीहरू। सो पानी पनि आउँदैछ सिमसिम आउला जस्तो भयो त घर हिँड्ने बेला। ओ जाऊ खुट्टा चाहिँ धेरै लाग्दिनु पर्ला गरेर त हेन्सम हुनुभयो त ड्याड। कहाँ हिँड्नुलाई? लुडो खेल्नुलाई? कहाँ लुडो खेल्छ खेल्दा नजाऊ। सो गाइज सो म पनि खानासाना खाएर काममा हिँड्नु लागेको। पानी चाहिँ थोरै खाएर हुनु र गर्मी छ नि त। गर्मीमा प्रशस्तै पानी पिएको राम्रो। दबाई सक्यो अरे नि त। 30 दिनको त दबाई हुन्छ नि। के भयो यस्तोमा बस कालो त आउँछ त नि। के गर्दैछ दिदी? फोनमा यहाँ दिदीसँग चारो रोप्नु आँटेको। ल म पनि हिँड्नु लागेको, अब खानासाना खाएर दिन्छु। के भन्नु त अब घर बसेर नि आज सुतिएन नि, सुतेको यस्तो अल्छी लाग्दो होइन त अहिले। फ्रेसै छु फ्रेसमै चलिदिनु लागेको। बाइसाइकलमा अब चेन्जिङ लाइन कल गर्नुपर्ने हुन्छ मैले। मम ड्याड गफ गर्दै बस्नु, म चाहिँ लागेको एउटैतिर। बिहार पनि यहाँ राखिरहेको छ साइडमा।
बिहार लिएर हिँड्न आँटेको म अनि तिमीलाई कल गरेको फोनै उठाएन यार के गर्दैछ र तँ सो फाइनली ब्याक टु द ड्युटी अब काममा लागिसकेको छ 1 बजेर काममा आइसकेको छौँ दाइ पनि आइसक्नु भएको छ मेरो एकलाई आफ्नो काममा लाग्यो सिरा बनाउनुतिर के छ हौ सिरा बनाउनु पर्ने हो पर्दै के वाड हानेको ओ हेन्सम दाइ भाइको भ्लगमा स्वागत छ है तपाईँलाई पूर्ण फेरि दिउँसो पनि दिउँसो अरे साँझमा पनि तपाईँलाई खोइ हो केही 2-4 शब्द भनिदिनु नि यार जिन्दगी सोच्दा सोच्दा बुढो भइसक्यो अनि त्यसपछि चाहिँ यस आरामले भ्लग बनायो अनि त्यसपछि मात्रै के छैन त भ्लग भनेको बनाउने हो हल्का टाइम पास क्या आफूलाई व्यस्त राख्नलाई मात्रै हो क्या दाइ यो चाहिँ अनि अलिकति बोल्ने कन्फिडेन्ट हुँदैन त्यो लेभल बढाउनको लागि हो क्या त्यस्तो क्या ऐना हेरेर सिक्दा डबल फाइदा हाल्नु परेन त एक गोलले दोरी साथ त्यस्तो हो क्या न भन् त कोरियन साथी कोरियन साथीले त हो भनिदिइसक्यो नि कोही हो क्या न भन् त लुगा फेरेको भाइरल हुन्छ है लुगा फेरेको फेरि होइन यस्तो हो अब हाम्रो पनि ड्युटी सक्यो सो त्यही भएर चाहिँ यसो थोरै क्लिपमा चाहिँ अब हल्का होइन दाइ चटपटे खान त भनेर चाहिँ अब घर लाग्ने चटपटे त अब मिलेर खाने भए खाइदिउँ केही भन्दिनँ म 20 रुपियाँ हाल्छु म 20 रुपियाँ 20 40 60 180 को आइगयो त 20 रुपियाँ त निकाल न लु जाउँ न त ल मिलाके खाइदिउँ न त के हो र तल त्यहीँनिर स्पेसल बनाउँछ पुरानो मान्छेको अन्त हात सात धोएर आउनु पर्यो नि त त्यसको लागि भनेपछि त